गुड मर्निङ सबैजनालाई शुभ बिहानी है ल यो समय बिहानको कति बज्यो 5:04 गएको अवस्था मेरो बडी रेडी छ जुम्मा क्लास जानको लागि है त ल जाउँ त अब जाउँ नमस्कार गुड मर्निङ एभ्रीवन सबैजनालाई ओके अब हामी जुम्मा क्लास को लागि तयारी छौं है त अब बिहानको समय हो ल जुम्मा क्लास जाँदै छौं है त ओके सबैजना उठ्नु भएको होला है बिहान मर्निङ वक गर्नु स्वास्थ्यका लागि धेरै फाइदा छ है त पानी परेको रहेछ है आहा मौसम कति राम्रो ल हाम्रो ठ्याक्कै सब्जी पसल पनि घर अगाडि नै लाग्छ है हेर्न सक्नुहुन्छ है हामी जाँदै छौं सुन्दर सुटिङ टेलरिङ सेन्टर है घर मेरो ओके नमस्कार तरकारी पसल घर अगाडि लागेको छ है मेरो बुढी जाँदैछ जुम्मा क्लास ओके शुभ बिहानी सबैजना उठ्नु भएको होला है मर्निङ अगाडि गर्नुहोस् स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ है कति राम्रो मौसम छ है मौसम हेर्नु त कति राम्रो छ है जुम्मा क्लास पनि नजिकै हो है आइसकेको छ जुम्मा क्लास हाम्रो बहिनी पनि जाँदै हुनुहुन्छ है स्वास्थ्यको लागि धेरै राम्रो छ है ओके जाँदैछु म माथि क्लासमा क्लासको एक्सर्साइज सुरु भइराखेको छ हाम्रो ओके 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 हुन्छ जुम्मा क्लास सुरु भइसकेको छ एक्सर्साइज है त बिहानमा सबैजनाले एक्सर्साइज गर्नुहोस् फिजिकलको लागि एकदम स्वास्थ्यको लागि राम्रो हुन्छ है त ठ्याक्कै तपाईँ शुभ बिहानी हाम्रो क्लास टिचर एक्सर्साइजहरू गर्नुपर्छ स्वास्थ्यको लागि धेरै राम्रो ओके शुभ बिहानी है मौसम शुभ बिहानीको कति राम्रो मौसम आजको है त अब मेरो क्लास सुरु भइराखेको छ है बुढीको त अब भइसकेको छ नानीहरू पनि छन् है नानीहरू पनि आछन् नानीहरूको साथमा म गर्छु है हाम्रो क्लास टिचर उहाँ हुनुहुन्छ है क्लास टिचर है ल अब एक्सर्साइज सुरु भइरहेछ है नानीसँग गर्छु म एक्सर्साइज ल हाम्रो क्लास पनि भइयो है सुरु हुँदैछ बन्द हुँदैछ है त हामी अब लाग्दैछौँ बाइ बाइ ओके क्लास भइयो बहुत गर्मी हेर्नु साइज बाई 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 मनिषा बाई बाई क्लासमा ओके गाइस म घर आउँदैछु है त घर जाँदैछु म ल म घरमा आइपुगेँ गाइस बुढीले के गर्दैछ हेर्नुपर्छ है के गर्दै बुढी ए पानी खाँदै हो जुम्मा क्लास सकेर आइसकेपछि एक गिलास तातो पानी अनि निम्बु राखेर खानुपर्छ
देखाउँदैछु म। ए खै त मलाई अनि तपाईँलाई पनि त्यहाँ राख्दैछु। ए ल ओके ल खाना सुरु गरेको छौँ हामीले है। अनि यो के पाक्यो आज खाना अनि के को साग हो यो बडे यो त माटे साग भन्छौँ के हामीले अब यतातिर के भन्नुहुन्छ खै माटे लोडे पनि भन्छन् नि हजुरहरुले के भन्नुहुन्छ हामीले चाहिँ माटे साग लोडे साग लोडे पनि मेरो त असाध्यै फेभरेट साग हो है यो। अनि अन्डा पनि रहेछ भात अनि यो के हो ए सलाद पनि है सलाद दाल अनि यो ढेँडे खुर्सानी है कडममा टोकेपछि फेरि यति पिरो हुन्छ नि यो हैन बहुत पिरो हुन्छ। ल हामी त खाना सुरु गरौँ है त अनि हामीले आज खाइन्छ ल हजुर खाना लाग्छ समय कति भयो समय चाहिँ 11:30 बजे 11 बजेको समयमा हामी सुरु गर्ने कति बेर कति हो यो फोन पनि आछ अब कपडा त्यहाँ नाप्न बोलाउनु भएको छ सरहरूले हजुर कालाकाटेसम्म पुगेर आउँछु है त हस् अनि टुक्रा पनि सर्टका सिम्पल पनि लिएर आउनु होला भन्नुभएको थियो। अब म लाग्छु बुढी है नापेर आउँछु म कपडाहरू ल है त ओके 1 बजे बोलाउनु भएको 5 मिनेट भित्र त म पुग्छु है त गर्मी छ यस्तो काम छ हिँड्नै गाह्रो छ है हुन्छ त म गएँ है अनि चाबी त हुन्छ नि चाबी यहीँ छ हुन्छ छिटो आउँछु पसलमा हेर्नु है ल म आइपुगेको छु है स्कुलमा पनि ल त्यही स्कुल हो एउटा फ्यामिली म पनि स्कुलबाट नापेर सर्ट प्यान्ट कोटहरू नापेर निस्किसकेको छु। ल फाइनली गाइज म घरमा आइपुगेँ। आजलाई यति नै समाप्त गरौँ है त साह्रै गर्मी छ है सबैजनाले माया सपोर्ट गरिदिनु होला। आगामी दिनहरूमा नि यस्तै भिडियो लिएर आउने छु है त ल ओके बाई।